अब पानी चिया राख्ने एउटा भाँडो त चाहिँदो रहेछ। अब भाँडै नचाहिने भए पार्टीमा जानु पर्थेन होइन, देशै सोचेर बस्न हुन्थ्यो। अहिलेसम्म मैले कुनै पार्टीमा सदस्यमा लिएको छैन। अब हुँदै गर्दाखेरि एउटा न एउटा पार्टी त चाहिँदो रहेछ होइन, त्यसको लागि लिएको। तर हाम्रो पार्टीमै गए पनि दिमागमा सबै देश बाहेक केही पनि छैन बा, त्यस्तो छ। अब यसपालि नेपाल आमालाई माया गरिदिनु पर्यो। अब तपाईँले आफै भनेको, अब हेर्नुहोस् एमालेमा तपाईँ एमालेकै मान्छे हो नि एकदम हो। अब तपाईँले यो घाँटी कुरै अब हेर्नुहोस् तपाईँ यत्रो 76-80 वर्षको मान्छेलाई अब अहिले यो उमेरमा चुनाव जिताएर एक गाग्रो पानी लिएर आउनुहोस् मधेराबाट भन्ने हो र, सुहाउँछ र सुहाउँदो होला नि त। अब त नाति नातिना छोराहरूले बोक्ने होला नि भारी त। अब गएर जङ्गल गएर दाउरा लिएर आउनुहोस् भन्ने हो र, अब गएर उहाँ खेतबारीमा लगेर धान रोप्नुहोस् भन्ने हो र, होइन नि त। अब त हामी जस्ता नातिहरू आइसक्यौँ नि त। अब त नातिले रोप्ने हो। अब त एमालेमा भोट हालेबाट तपाईँ जस्तै मान्छे प्रधानमन्त्री हुने भयो। अब घन्टीमा भोट हालेबाट म जस्तै मान्छे प्रधानमन्त्री हुने भयो। अब कसलाई भोट हाल्ने भन्ने कुरो हो। त्यही भएर अब तपाईँको भोट त नाति नातिलाई दिने होला नि त, छोराछोरीलाई दिने होला नि त। अब त म आराम गर्छु, आनन्दले बस्छु, मलाई चिया ल्याऊ, कफी ल्याऊ, मलाई धेरै दुःख नल्याऊ, धेरै नहिँडाऊ, यो पानीको भारी नबोकाऊ, दुःख नल्याऊ भन्ने हो नि त। अब त्यो एमाले चाहिँ त्यो गर्दिएन, त्यस्तो कुरो छ क्या बा। त्यही भएर यसपालि घन्टी चाहिँ बजाउनु पर्ने भयो। तपाईँहरूको चाहिँ यो शुभकामना छ मेरो, किनभने अब नयाँ टेस्ट भएको छैन वास्तवमा। नयाँ टेस्ट नभएको तपाईँको चाहिँ भनौँ न अब तपाईँ जस्तो बुद्धिजीवी मान्छेहरू आउनु त अब गुल्मीको लागि राम्रै छ। त्यसो भएर मेरो शुभकामना छ। अरू कुरा चाहिँ अरू कुरा एउटा हाम्रो शुभकामना भन्दा पनि हामी केमा खुसी छौँ भन्दा हाम्रो यो माटाको रक्षा हुन्छ कि भन्नेमा मात्रै छौँ अहिले। नेपाल माटो भूमिको हाम्रो र चाहिँ उसको चाहिए माटाको रक्षा गर्न अब भइहाल्छ कि भन्ने मात्रै छ हाम्रो। पनि आशा छ नि है। मलाई चाहिँ हो, मलाई के हो भने मलाई कुनै पार्टी सार्टीको मैले अहिले भनिसकेँ यो खालि मेरा राष्ट्रिय स्वतन्त्र पार्टीसँग होइन, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता नेता युवान छन्, विद्वान छन्, पढे लेखेका छन्, दागी लगाएको छैनन्। त्यहाँ भन्दाखेरि चाहिँ यो मैले भन्ने खोजेको त्यति हो। तपाईँहरूलाई मेरो बारे माया होइन, तपाईँहरूको नेचर स्वभाव, तपाईँहरूको हिँडाइ लगाइ खबाइ। अब चाहिँ सविता गौतम जस्ता केटी भर्खरका निचर दुध आउने, अब ऊ डक्टर त ऊ टुसमा कार्की, यस्ता यस्ता। सुमनाले अलिकता गल्ती गर्नु, सुमना पनि बहादुर केटी हो। सुमनाले चाहिँ थर्काइ थिए, यी झोले मास्टर जति सबै कम भएर हिँडिसकेका थिए। के थाहा छ तपाईँलाई कति वर्षको हुनुभयो? म यति 86 युवाकै जस्तै होइन बाफ्रे बा 86 भन्नाले 86 रनिङ है, फेरि 86 पुगेको होइन। फेरि म 97 सालको हुँ, काठ असौदेखि 86 लाग्छ, 85 बुवा जस्तै हामीले खोजेको। मैले आधी मिनट मात्रै भने हजुरले हजुरको म्याडमलाई कहिले तिमी भन्नु भएन होला। मेरो बुवाले पनि मेरो आमालाई कहिले तिमी सुन्नु, मेरो आमालाई कहिले तिमी भन्नु। तर हामीले सुन्नु न, मेरो ल ठिक छ, मेरो कुरा सुन्दैन न तपाईँको बुढीसँग त भन्ने बानी हो होइन, तर मैले होइन। समयले परिवर्तन सिकाउँछ, त्यसकारण अब हामीले चाहिँ त्यो परिवर्तन स्वीकार्दै तिमी भन्ने ठाउँमा आउनुपर्छ भनेको।